देखाउन गइरहेको छु हैन। परासीको बजार कस्तो छ अनि कन्टेन्टहरु कस्तो चाहिन्छ अनि व्यापार लाइनमा कसरी गर्ने भनेर म सिकाउन गइरहेको छु हैन। अब त्यही त हो, व्यापारमा कहिले नाफा हुन्छ कहिले घाटा हुन्छ, खाटा पनि बिहोर्नु पर्छ, कहिले नाफामा पनि हाँस्नु पर्छ, कहिले घाटा भए पनि एकदम सहनशीलता भएर हिँड्नुपर्ने रहेछ हैन। म एउटा सानो सानो भनौँ न दाइसँग कारोबार भइरहेको छ हैन। जे होस् खुसी छु यतिमै। आगामी दिनमा पनि अझै होस् भन्ने एउटा चाहना लिएर अहिले यता जाँदैछौँ हैन। के हुन्छ त्यसपछिको भिडियोमा चाहिँ म हजुरहरूलाई देखाउँछु है। तल आउन पनि मिल्छ, सोध्न पनि मिल्छ, माल जान देखो भाई देखो हमारा गाड़ी बनाउनु पर्दैन। यो बिग्रेको यो बनाउनु पर्नेको देवेले यो बनाउनु यो किन हो, यहाँ नट एउटा नट हाल्ने पनि राम्रो हुन्थ्यो क्या। के हुन्छ दुईटा पसल छन्, दुईटा पसलमा रिने दुईटा पसल हुन्, कि सकिन्न है। एउटा साउजी इधर है रोड जस्तो हुन्छ र